कहिलेकाहीँ जहाँ अरूले समस्या देख्छन् त्यही केही साहसी युवाहरूले सम्भावना देख्छन्। डम्पिङ साइटमा थुप्रिएका फोहोरका पहाडहरू, प्रदूषित वातावरण र बिग्रदो पारिस्थितिक सन्तुलन, यिनै दृश्यहरू देखेर तीनजना युवाहरूले निराशा होइन अवसर देख्नुभयो। फोहोरमा सम्भावना देख्दै फोहोरलाई मोहरमा परिवर्तन गर्ने सङ्कल्पका साथ विक्रम सम्वत 2078 सालमा स्थापना भयो पोलिटेक रिसाइकल। यस प्रेरणादायी उद्यमको नेतृत्व गर्दै आउनुभएका आशिष लामा, दावा दोर्जे मोक्तान र फुर्बा योन्जन जस्ता तीन युवा उद्यमीहरूले फोहोर व्यवस्थापनलाई व्यवसाय मात्र होइन सामाजिक अभियानको रूपमा अघि बढाउनु भएको छ। आज यस उद्यमले 12 जना पुरुष र 8 जना महिला गरी कुल 20 जनालाई नियमित रोजगारी प्रदान गर्दै आएको छ। यो केवल रोजगारी मात्र होइन, यो 20 परिवारको आशा हो, 20 घरको स्थायित्व हो र 20 घरको सपनाको आधार पनि हो। यसरी नै स्थानीय समुदायमा आर्थिक स्थायित्व र आत्मनिर्भरता बढाइरहेको छ। फोहोर व्यवस्थापन, स्वच्छ वातावरण निर्माण, रोजगारी सृजना र नियमित आम्दानी, यी 4 आधारमा उभिएको यो उद्यम साँच्चैकै दिगो विकासको उदाहरण बनेको छ। निकट भविष्यमा पुनः प्रशोधन गरिएको कच्चा पदार्थबाट पेट बोतल लगायतका सामग्रीहरू उत्पादन गर्ने आफ्नै उद्योग स्थापना गर्ने लक्ष्यसहित यो उद्यम अझ ठूलो सम्भावनातर्फ अघि बढिरहेको छ। जहाँहरूले फोहोर देखे उहाँहरूले भविष्य देख्नुभयो, जहाँहरूले समस्या देखे उहाँहरूले समाधान निर्माण गर्नुभयो। आज हामी गर्वका साथ युवा नेतृत्व, वातावरणीय जिम्मेवारी र सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुनाको रूपमा पोलिटेक रिसाइकललाई सम्मान गर्न गइरहेका छौँ।